तपाईँको भाग मेरोमा पर्यो कति पर्छ यतिलाई 1-150 यो चाहिँ कटुसे अरे हौ चिप्ले छेउ हुने पर्छ यो यो पनि हो खाने के खान्छ नि छेउ चिप्ले छेउ मजाले कुक गरेर लसुनहरू लगाएर खानुहोस् एकदम बेलुका नखाने छेउहरू चाहिँ कुन चाहिँ होइन जुनसुकै हुन्छ नखानुहोस् है लु यो होइन यो अर्को चाहिँ लु अलिक झारफुकहरू के गर्दै मन्त्र लगाइदिनु त त्यो कटुसे च्याउ यो चाहिँ नखानुहोस् यो चाहिँ कटुसे च्याउ नै रहेछ पुरा किराले खाएको छ यो यस्तो चाहिँ नखानुहोस् है साँपले पनि खाएको छ हुनसक्छ नि हौ यस्तो यो त कटुसे च्याउ कस्तो मिठो हुन्छ कुन चाहिँ सँगै पकाउँदा हुन्छ होइन अलग पकाउनुहोस् अलिक यो 1-2 आलु लगाइकन पकाउनुहोस् हो तर यस्तो यस्तो यो किराले खाएको चाहिँ नलाउनुहोस् है मेरोबाट तपाईँलाई गिफ्ट हुन्छ थ्याङ्क यू सर यो चाहिँ मेरोबाट गिफ्ट तपाईँलाई यो यहीँ चाहिँ हालिदिनुहोस्। पकाएको रहेछ हो यो फाल्टो पकाउनु यो के चाहिँ हो अरे यो कटुसे च्याउ कटुसे यो चाहिँ दिसवन चाहिँ के चाहिँ हो अरे कटुसे च्याउ हो तर त्यो चाहिँ पन्नी छेउ कालुङ्गे हो कालो छेउ यसो उगाउनुहोस् फेरि उठेर आउँछ कि माथिको कालो कालो चाहिँ उगाएर खेरो जान्छ त्यतिकै खानुपर्छ नि हौ अझै हुँदैन यो कस्तो घिन लाग्दो यहाँ हेर्नुहोस् यो बोक्रा छ नि यो उकाएर नि यसो चाहिँ छुराले अलिअलि यसो गर्नुहोस् कि सब निस्किन्छ ओके जी